साथै मेरो भिडियोलाई अन्तिमसम्म हेर्न आज चाहिँ म यस्तो भिडियो ल्याएको छु जुन तपाईहरुले मेरो फुल भिडियो हेरेर भिडियो चाहिँ के को बारेमा हो भने आजभोलि हुन्छ नि त गाउँतिर चिना आइसक्यो यता पनि छ यता पनि छ उता सबै देखाउन चाहेछु यो भयो एउटा रुख अनि अर्को छ अब चाहिँ म जाँदिनँ यहाँ अलिअलि देख्छ सो म अर्को देखाउन जाँदैछु कसको मुखमा पानी आयो भन्नु त गाइज दुईटा बोर्ड भयो है कतिवटा बोर्ड भयो तपाईहरुले भन्नु होला दुईटा बोर्ड देख्न सक्नुहुन्छ साथीहरु यो अर्को रुख आइसकेको छ मलाई गाह्रो हुन्छ यतन्छ अनि यतन्छ तल यहीँको यही तीनटा रुख छ एउटा दुईटा अनि यता तीनटा देख्न सक्नुहुन्छ लेट्स सी अर्को नासपतिको रुख सो साथीहरु अहिले चाहिँ नासपतिको बोटमा आइसकेको छु हेर्न सक्नुहुन्छ यता छ नासपतिको बोट खाना आउनु है खाना आउनु अर्को चाहिँ म कटहरको बोर्ड देखाउन जाँदैछु साथीहरु कटहरको बोर्ड चाहिँ तल देख्न सक्नुहुन्छ म तल जानलाई छेउ लाग्यो अनि त्यही भएर म चाहिँ अर्को पनि छ अर्को पनि म देखाउँछु तपाईहरुको यता चाहिँ हेर्न सक्नुहुन्छ व्हाइट कटहर यता रहेको छ तपाईहरुले व्हाइट कटहर यता सो यो चाहिँ भुइँ कटहर यता रहेको छ केरा रहेको छ फेरि पनि ओ माइ गॉड यो चाहिँ टिप्नलाई लास्टै गाह्रो हुन्छ रहेको छ अघि कतिवटा रुख भाग्ने यता रहेको छ अर्को पनि कतिवटा भयो त्यो मलाई थाहा भएन नेबुवा ओ माइ गॉड मुखमा पानी आयो होला तपाईहरुको माथि यता नेबुवा अनि उता व्हाइट कटहर देख्न सक्नुहुन्छ सो अर्को पनि तपाईहरुलाई देखाउन जाँदैछु त्यो चाहिँ के हो भने देख्न सक्नुहुन्छ रुख कटहर रहेको छ माथि टुप्पोसम्म टन्नै फलिरहेको छ यता है को खान मन छ यता हाम्रो घरतिर आउनु होला माथिसम्म फलिरहेको छ यहाँ चाहिँ रहेको छ कागती चाहिँ फलेको छैन सानै 40% फल्छ होला यो पनि सो अर्को पनि देखाउन जाँदैछु यो रहेको छ फेरि पनि अर्को बोर्ड है यो चाहिँ म जानलाई झ्याउ लागेर अनि हामीले खिचेको राम्रो देखेको छैन यो चाहिँ आँखो बोर्ड रहेको छ अर्को पनि यता मकै अनि यता वन जङ्गल यता सडकतिर
बोट भएको छ। तपाईँहरूले देख्नुभयो कमेन्ट गर्नु है। के थियो अहिलेको लागि यति नै साथीहरू। तपाईँहरू भिडियो हेरेर इन्जोय गर्नुभयो होला भन्ने आशा राखेको छु। त्यस्तै हावा भिडियो इन्जोय गर्नुभयो